कारणले पनि त्यो हुन गएको हुन सक्छ। त्यो नहोस्, हामी पुरोहितहरू धर्मका दूत हौं, शान्तिका सन्देशवाहक हौं भन्ने बुझेर हाम्रो काँधमा धेरै ठुलो कर्तव्य छ। देश निर्माणको, भविष्यको र समाजका यजमानका सन्ततिहरूको मार्गदर्शन गर्ने जिम्मेवारी छ भन्ने हरेक गुरुहरूले बुझ्नु भएको छ र बुझ्नु पर्दछ। हरेक गुरुहरू त्यस्ता हुनुहुन्छ जसले धेरै धेरै सयौं होइन हजारौं हजार व्यक्तिहरूले चरण पुजिएका हुनुहुन्छ। पाउमा, हजुरहरूका पाउमा, हाम्रा पाउमा धेरैले ढोगेका छन्, धेरैले सम्मान गरेका छन्, धेरैले आस्था व्यक्त गरेका छन्। हामी हरेक घर परिवारमा हरेक व्यक्तिका मनमा पुगेका छौं। हरेक व्यक्तिको मनलाई हामीले सही बाटोमा लैजाने जिम्मेवारी बोकेका छौं। यस सन्दर्भमा आज हामी छौं। सदस्य विस्तार गर्ने क्रममा सबै गाविसहरूमा पुग्यौं, सबै गाविसहरूमा सदस्यहरू बनायौं र त्यहाँ पश्चिम चितवनका पुरै समाज सङ्गठित रूपमा नेपालभरमै सङ्गठित भएर अगाडि बढ्नको आजको आवश्यकता छ। विभिन्न कोणबाट धर्म परिवर्तन गराउन खोजिँदैछ। हिन्दू राष्ट्र भएको देशलाई आज निरपेक्ष भनेर घोषणा गरियो र विभिन्न हिन्दू धर्म संस्कृति मान्ने 80% हिन्दूहरूलाई को व्यवस्था गरेर जुन केही संसदमा बसेका नेताहरूले हिन्दू राष्ट्रबाट हिन्दू जुन अघोषित शब्दहरू त्यहाँबाट पारित गराए र धर्मनिरपेक्ष भनेर घोषणा गरे, त्यो पनि हामीलाई मान्ने छैन। त्यसका विरुद्ध पनि हामी एकजुट हुनु आवश्यक छ। आज हामी धर्म भएन भने हाम्रो संस्कृति रहँदैन, संस्कृति सभ्यता रहेन भने हामी रहँदैनौँ। त्यो कुरा बुझ्न जरुरी छ। आज हामी सबैले एकताबद्ध भएर छातीमा हात राखेर सोचौँ, आज हामी माथि कत्रो प्रहार भएको छ। विभिन्न कोणबाट अघि नै गुरुले भनिसक्नुभयो, डाक्टर गुरुप्रसाद गुरुले, पुरोहितहरूले सामाजिक काम गर्न सक्दैनन्, खालि आफूले लिने काम गर्छन्, दिन सक्दैनन् भनेर विभिन्न कोणबाट हामीलाई आरोपहरू लगाएका छन्। त्यसको पनि हामीले खण्डन गर्नु छ। हामीले यही पुरोहित समाजले गुन्जानगर गाविसको राम मन्दिरमा एउटा लघुरुद्री, सामाजिक लघुरुद्रीको कार्यक्रम गऱ्यौँ। त्यो साउनमा पण्डितहरू मिलेर सामूहिक रूपमा निःशुल्क श्रमदानका साथ चाहिँ लघुरुद्री गाविसमा पनि गएको साउनमा सामूहिक लघुरुद्रीको आयोजना गरियो र अझ भविष्यमा अरू विस्तृत गर्ने हाम्रो योजनाका लक्ष्य छ। त्यसमा विशेष परिस्थितिमा धर्म सापेक्ष बनाउनको लागि पनि हामी नेताहरू पनि यसमा आइपर्नु भएको छ, लागिपर्नु भएको छ। यसमा धेरै सभा, यस्ता सङ्घ संस्थाहरू सबै एकताबद्ध भएमा चुडी खेलमा 1 लाख पण्डित विशेष परिस्थितिमा धर्म सापेक्ष बनाउनको लागि पनि हामी